भाग्यमानी केटा चाहिँ को हुन्छ होला? भाग्यमानी केटा त अब त्यही अब आमाको पनि माया पाउनु पर्यो बुढीको पनि माया पाउनु पर्यो त्यही हो भाग्यमानी केटा। हजुरलाई टल केटा मनपर्छ कि सर्ट? सर्ट किन? टलभन्दा सर्टै राम्रो लाग्छ। कसरी? राम्रो लाग्छ त्यसैले। दुनियाँको सबभन्दा ठुलो झुट चाहिँ के होला? आकाशको तारा झाडिजुवाला। के रे? आकाशको तारा झाडिजुवाला। हजुरलाई कसैले भनेको छ कि यस्तो? हजुर छैन त्यस्तो भने छैन। हजुरको घरमा राति बत्ती बाल्नु पर्दैन होला है? किन? किनकि हजुरको मम्मीले यति राम्रै जुन जस्तै छोरी पाउनु भएको रहेछ नि। होइन होला। हो अनि यति राम्रो हुनुहुन्छ त हजुर। हजुरको फ्युचर हस्बेन्डको मिनिमम स्यालेरी कति हुन्छ यो? 30K भन्दा माथि त्यति हुन्छ? हुन्छ। अरू माया केयर हुनु पर्यो नि सम्बन्धमा? त्यो त भइहाल्छ नि। केटीले चाहिँ पैसावाला केटालाई चुज गर्छ होला कि एकदम माया गर्ने केटालाई? अब मेबी 100%मा 60% चाहिँ अहिले केटीहरू त्यस्तै पैसाको लागि चुज गर्छ, 40% चाहिँ त्यही रोलाइट। मलाई पनि त्यही लाग्छ। धेरै जस्तो त केटीहरू पैसाको लागि नै बस्छ जस्तो लाग्छ मलाई। केटीको ब्रेकअप हुनुमा उसको साथीको हात कतिको हुन्छ होला? धेरै नै हुन्छ। 100%मा त्यही 60% नै हुन्छ केटी। कसरी अब केटी अब जब आफू हर्ट हुँदाखेरि तब भन्ने त साथीलाई हो नि त। अनि साथीहरूले पनि छोड्दै भनिहाल्छ पो। अनि हाम्रो मनमा पनि त्यही हुन्छ है। अनि उनीहरूले जे अप्सन दियो अब हामीलाई सल्युसन दिन्छ नि त, त्यही नै हो जस्तो लाग्छ होइन त। केटीलाई चाहिँ फ्रिडम छोड्ने केटा मनपर्छ होला कि रोकटोक गर्ने केटा? फ्रिडम। कसरी किन? कसरी अब आफ्नो लाइफ हुन्छ। हजुरको घरमा राति बत्ती बाल्नु पर्दैन होला है? किन? किनकि हजुरको मम्मीले यति राम्री जुन जस्तै छोरी पाउनु भएको रहेछ नि। हो नि, हजुरको आँखा कति क्युट हो कि? हजुरको आँखाको समुद्र जस्तो छ के म त्यसमा पौडी खेल्न सक्छु? माइन्ड गेम चाहिँ कसले बढी खेल्छ होला, केटाले कि केटीले? केटा कसरी? उनीहरूलाई चाहिँ अब गर्लफ्रेन्ड एउटा छ भने नि एक्स्ट्रा अरू होस् जस्तो लाग्छ। त्यस्तै लाग्छ मलाई चाहिँ। एक्स्ट्रा अरू पनि के अब गर्लफ्रेन्डले नबुझ्दा अरू केटीसँग बोल्ने त्यस्तै बोल्छ। अब चित्त नबुझ्दाखेरि केटी आफ्नो गर्लफ्रेन्डसँग चित्त नबुझ्दाखेरि अरू केटीसँग बोल्न जान्छ त्यस्तै। नेपालमै भविष्य छ कि विदेशमा? नेपालमा त अब केही छैन, अब विदेशै भनौँ। कसरी? अब नेपालमा त अब त्यस्तै केही छैन। कामहरू पाउन त पाउँछ, अब महिनामा त्यस्तै 10-12 हजारको मात्रै पाउँछ नि त। अनि अरू देशमा गएपछि त यस्तै महिनामा आउँछ। काम पनि दुःखै हुन्छ। हजुरलाई टल केटा मनपर्छ कि सर्ट? मलाई टलै मनपर्छ। सर्ट। टल। ल किन? उहाँ जतिको भए हुन्छ कि हुन्छ हुन्छ? हाम्रो दायाँ मामा जति भए हुन्छ? हुन्छ। साँच्ची? केटाहरूको फ्रेन्डसिप स्ट्रङ हुन्छ कि केटीहरूको? केटाहरूको हुन्छ। केटाको म त केटीकै लाग्छ। कसरी? अब कसरी भने अब केटीहरूको त त्यही अब मैले अब कसैले अब विश्वास गरेर पैसा दियो भने उनीहरूले दिँदैन नि त। अब केटाहरूको फ्रेन्डसिप चाहिँ यस्तै हुन्छ कि अब केटाहरूले अब मलाई पैसा चाहिरहेको छ भनेर एक कल गऱ्यो भने केटाहरूले एक कलमै हालिदिन्छ कि यदि मिल्ने बेस्ट फ्रेन्ड हो भने चाहिँ। केटीहरूको चाहिँ त्यस्तो हुँदैन। मलाई चाहिँ त्यस्तो लाग्छ। हजुरको लभ म्यारेज कि अरेन्ज म्यारेज? मेरो त लभ म्यारेज हो। अनि रिलेसन सक्सेस हुनलाई रिलेसनसिपमा के कुरा इम्पोर्टेन्ट हुँदो रहेछ? इम्पोर्टेन्ट त अब त्यही हो, अब एकअर्कामा ट्रस्ट हुनु पऱ्यो। अब उसको गल्तीमा अब मैले उसलाई एक्सक्युज दिनु पऱ्यो, मेरो गल्ती मैले दिनु पऱ्यो। त्यही अब हुन्छ बुढाबुढीमा झगडा कहिले कहिले हुन्छ, त्यसमा बिर्सिदिनु पऱ्यो। सर्टेज कुराहरू सबै मिलाउनु पऱ्यो आफैले, अनि त्यत्तिकै हुन्छ। अनि रिलेसनसिपमा सबभन्दा बढी कुन कुराले हर्ट भइन्छ होला? आफ्नो बहिनीहरूसँग बोल्दा। त्यही चिट गर्यो भने। केटीलाई चाहिँ बोयफ्रेन्ड हुँदै बेस्ट फ्रेन्ड बनाउनु जरुरी छ र? छैन। केटा बेस्ट फ्रेन्ड कि केटी बेस्ट फ्रेन्ड? केटा कसरी किन? आफ्नो बोयफ्रेन्डलाई इन्सिक्योर फिल हुन्छ, थाहा हुन्छ नि कसरी बनाउँछ। अब अरूको त्यो त थाहा भएन, अब हामीलाई चाहिँ त्यस्तै। केटा मान्छे कोसँग मन खोलेर रुन सक्छ? आफ्नो बुढीसँग। त्यही हो। ल थ्याङ्क यू सो मच है। हस् थ्याङ्क यू। अनि हजुरलाई टल केटा मनपर्छ कि सर्ट? टल नै मनपर्छ। मलाई नि टल। ल किन? सर्ट त म्याच हान्दैन। म त डल्ली नै छ, मलाई टल नै मनपर्छ सायद। हो उहाँ जति भए हुन्छ, हाम्रो दायाँ मामा जति होइन, उनी भने अलि अघि। केटाहरूको फ्रेन्डसिप स्ट्रङ हुन्छ कि केटीहरूको? दुईटैकै बराबरी लाग्छ मलाई त।
मलाई केटाको लाग्छ कसरी? केटीहरू अलिकति उस हुन्छ क्या चित्त के खाले न्याङ न्याङ खाले